सबैलाई जयमसी र विशेष गरी आजको यो जुन चाहिँ हाम्रो प्रार्थनाको र्याली छ यो दार्जिलिङको शान्तिको लागि अनि येशू ख्रीष्टको मृत्युको सम्झनामा हामीले यो आयोजन गरेको हो र विशेष गरी जतिजना हाम्रो चारजना प्रमुख भोलिन्टियर चिफ हुनुहुन्छ तपाईहरु अगाडि आइदिनुस् त हाम्रो सर लगायत चारजना जो प्रमुख भोलिन्टियर चिफ हुनुहुन्छ तपाईहरु अगाडि आइदिनुस् अझै दुईजना कहाँ जानुभयो उहाँहरु हाम्रो दुईजना अझै भोलिन्टियर चिफ अगाडि आइदिनुस् त तपाईलाई परिहाल्यो भने यहाँनिर हाम्रो चारजना प्रमुख भोलिन्टियर इन्चार्जहरू हुनुहुन्छ अनि उहाँहरू चाहिँ यो र्यालीको अगाडि बसेको हुन्छ चारैजना अगाडि बसेको हुन्छ यो र्याली हुँदाखेरि र आफ्नो आफ्नो ग्रुपको पनि भोलिन्टियर इन्चार्ज छ आफ्नो आफ्नो मण्डलीको भोलिन्टियर्सहरू छ र पहिला चाहिँ तपाईहरुले आफ्नो आफ्नो मण्डलीको भोलिन्टियर्सहरूलाई तपाईले इन्फर्म गर्नुहोस् यो भयो भनेर अनि उहाँ भोलिन्टियरले चाहिँ हाम्रो अघि बसेको भोलिन्टियर इन्चार्जहरू इन्फर्म गर्छ अनि आएको समस्यालाई इमर्जेन्सीलाई उहाँहरूले ह्यान्डल गर्छ यो चाहिँ र्यालीमा जाँदाखेरि जब हामी तल सुमरमञ्चमा पुग्छौँ सुमरमञ्चमा पुगिसकेपछि उहाँहरू त्यो सिडीको उकालोको अगाडि भागमै बसेको हुन्छ चारैजना र त्यहाँ पनि तपाईहरुलाई कुनै प्रकारको मेडिकल इमर्जेन्सी केही साह्रो पर्यो भने केही जानकारी तपाईलाई इम्पोर्टेन्ट अनाउन्समेन्ट के दिनुपर्छ भने तपाईले आफ्नो मण्डलीको भोलिन्टियरलाई भन्नुहोस् न उहाँहरू आएर चाहिँ मञ्चको अगाडि उभिरहेको चारजना भोलिन्टियर इन चिफ हुनुहुन्छ आइहाल्नुहोस् त छिटो के छ उसकोमा त जाली छ किन जतिजना प्रचार गर्नुहुन्छ चाल्नी चाल्नी बिचरा पानी यसो देखाउनु ओके कल गर्दै गर है होइन उता बनाउनु पर्छ नि खिच्दैछ नि यहाँ होइन दुईजना हौ क्यामेराम्यान यहाँ छ पुग्नुहुन्छ हामी त सब हाम्रो लाइनमा लाइनमा छ एउटा मेरो हाम्रो लाइनमा छ म त घर लान्छु बहिनी के क्या घरमा टाँगिराख्नु बोक्नु न खै के रहेछ देखो न यता बाटो छ तेरो जन्मने बहिनी नानी बचाउनु भो क्रुसैमा चढेर रोकिने छैन हामी
नयाँ भन्नु त लग ब्लग स्टार्ट भयो क्या होइन रिकर्ड 50 को अगाडि जान्छ लाने किन खै यसो हात हलाउ न लाइनमेन गोले भन्दैछ एकछिन जयमती के छ अन्त खबर एकदम ठिकठाक तिम्रो एकदमै ठिकठाक गर्नुपर्छ नि हिमालयन क्रिस्चियन एसोसिएसनको तर्फबाट हामी हाम्रो हृदयबाट उहाँलाई जोरदार तालीको साथमा हामी स्वागत जनाउँछौँ। हालेलुया। यति बेला हामी गौरव जोसले आज हामी यो रेजिग्नेसन डेलाई हामी उत्सव मनाउन लागिराखेका छौँ। त्यति बेला हाम्रा आदरणीय पास्टर मोजेस उहाँको टिमसँग मिलेर हामी सबै येशू ख्रीष्टलाई हाम्रो स्थानमा